50 दिनदेखि भेन्टिलेटरमा छटपटाइरहेका 18 वर्षीय जेन्जीको पीडादायी कथा मन थामेर हेर्नुहोला। त्रिवी शिक्षण अस्पतालको मुख्य भवनको पछाडि रहेको कुरुवा घरमा उत्कुमारी खाना पकाइरहेको अवस्थामा भेटिन्। उनी जेन्जी आन्दोलनका घाइते लक्ष्मण भनिने ढकबहादुर नेपालीको आमा हुन्। 10 दिन भयो ढकबहादुरले मुखबाट खाना खान थालेको। उनी छोराका लागि खाना पकाइरहेकी रहेछिन्। खाना पकाउन अस्पतालमै ग्यास सिलिन्डर जोडेकी छिन् उनले। लगभग 3 महिनादेखि राम्रोसँग खाना खाएको छैन उसले। कति आँत भरिएको होला भनेर उसले जे भन्छ त्यही पकाउने गर्छु उत्कुमारी भन्छिन्। तर उसले 1-2 चम्चा भन्दा बढी मुखमा हाल्दैन। कर गर्न पनि मन लाग्दैन। घाँटीमा भएको फलामले अड्किन्छ कि जस्तो लाग्छ। उनको साथमा 2 छोरी पनि छन्। ठुली छोरी कामको लागि भर्खरै पोखरा फर्किन्। उनको साथमा 10 कक्षामा पढ्दै गरेकी कान्छी छोरी र बहिनीकी छोरी छन्। कुरुवा घरको आइसियु B3 लेखेर टालेको भित्ताको अगाडि म्याट ओछ्याएर उनी रात बिताउने गर्छिन्। ढकबहादुर 50 दिनदेखि भेन्टिलेटरमा छन्। उत्कुमारीका अनुसार अहिले मधुरो र अड्किएको आवाजमा बल नपारी बोल्न थालेका छन् उनी। यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उनको उपचार भइरहेको थियो। परिवारको आग्रहमा थप उपचारको अस्पतालले काठमाडौँ पठाएपछि उनीहरू यतै छन्। पोखराकै सिडिओ भेट्न आउनु भएको थियो। तपाईहरूले के चाहनुहुन्छ भन्नुभयो। मैले नै काठमाडौँ लगेर थप उपचार गर्नु पर्यो भनेकी हुँ उनले भनिन्। उहाँको भन्दा यता धेरै सास फेर्न थालेको छ। उनी भन्छिन् गोली लागेको होइन हानिएको हो। भदौ 24 बिहानै 18 वर्षीय छोरालाई घरबाट बाहिर ननिस्किनु भन्दै उत्कुमारी मेलापात गइन्। तर उनी घरमा बसेनन्। आन्दोलनमा सहभागी हुन हिँडिहाले। मम्मीलाई नभनिदेऊ भनेर साथीहरूसँग निस्किनु भएको थियो। आमासँगै साथमा बसेकी बहिनी ललिता नेपालीले भनिन्। मेलाबाट फर्किँदै थिइन् उत्कुमारी। घर नपुग्दै साँझतिर अस्पतालबाट फोन आयो। सामान्य चोट लागेको होला भनेर उनी बुहारीसँग अस्पताल पुगिन्। उनी अस्पताल पुग्दा रगतले लतपतिएको लक्ष्मणलाई नर्सहरूले सफा गर्दै थिए। नयाँ जुत्ता र मोजा पुरै रगतले भिजेको थियो। पेटदेखि ढाडको पुरै भाग धसारिएको, छालाहरू पिल्चिएको थियो। अस्पतालमा उनले ढकबहादुरको अवस्था हेर्नै सकिनन्। आफै ढलिन्। 6:30 बजेतिर गोली लागेको रे। लागेको के भन्नु, हानेको हो नि त त्यो। मेरो बच्चालाई कति गाह्रो भइरहेको छ। आँसु रोक्दै उनले भनिन्, मलाई 7:30 बजेतिर फोन आएको थियो। उसको रगत नआएको कुनै पनि ठाउँ थिएन। आँखा खोलिरहेको थिएन। मैले त हेर्न पनि सकिन। जति पुछे पनि उनको मुखबाट रगत बग्न रोकिएको थिएन। आँखा खोलेकै थिएनन्। जिब्रो चलाउ त भन्दा बिस्तारै चलाएका थिए। एक्सरे र MRI गरेपछि घाइते ढकबहादुरलाई आइसियुमा राखियो। त्यति बेलादेखि उनी भेन्टिलेटरमै छन्। प्रेसर सामान्य अवस्थामा नआउँदा शरीरमा भएको गोली झिकेर अपरेसन गर्न पनि निकै समय लागेको उत्कुमारीले बताइन्। 6 दिनको दिन अपरेसन भयो। स्पाइनल कर्डमा के भयो भनेर पाता राखेर मात्र गोली निकालिएको रहेछ। त्यस बेला मलाई डाक्टरले साइन गर्न लगाएका थिए। त्यो पेपरमा साइन गर्दा नि मलाई धेरै गाह्रो भएको थियो उनले भनिन्। लक्ष्मणको गर्दनमा लागेको गोली कुमसम्म पुगेको थियो। त्यसले नसाहरूमा गम्भीर असर गरेकाले उनको घाँटी मुनिको कुनै पनि भाग चल्दैन। दिशा पिसाब आएको समेत थाहा पाउँदैनन्। डाक्टरहरूले त्यही बेला हात खुट्टा चल्न पनि सक्छ नचल्न पनि सक्छ भनेका थिए। अपरेसन गरे पनि होसमा आउन पनि सक्छ नआउन पनि सक्छ सम्म भनेका थिए। गोली हानेपछि भित्र तानेर कुटियो। मादी गाउँपालिका वार्ड नम्बर 8 मा उनीहरू बस्छन्। घरदेखि जिल्ला प्रहरी कार्यालयसम्म पुग्न 35 रुपैयाँ भाडा लाग्छ। भदौ 23 मा काठमाडौँको नयाँ बानेश्वरमा जेन्जी समूहमाथि गोली चलाउँदा 19 जनाको मृत्यु भएसँगै भदौ 24 मा देशभर आन्दोलन सुरु भएको थियो। पोखरामा पनि आन्दोलन चर्किरहेको थियो। जिल्ला प्रहरी कार्यालय कास्की अगाडि प्रदर्शनकारी र प्रहरी बीच झडप भइरहेको थियो। ढकबहादुर त्यही भिडमा थिए। उनको घाँटीको पछाडिको गर्दनमा गोली लाग्यो। आफ्नो छोरासँगै आन्दोलनमा गएका साथीहरूले गोली हानेपछि पनि प्रहरी कार्यालय भित्र तानेर
कुटेको बताएको सुनिन् आमाले। अलिअलि बोल्न सक्ने भएपछि लक्ष्मणले पनि आफूलाई निकै बेरसम्म कुटेको बताएका रहेछन्। घाँटीमा पाता र पाए भएकाले उनको बोली स्पष्ट छैन। लक्ष्मणले बोलेको कुरा उत्कुमारीले सहज रूपमा बुझ्दिनन्। त्यही भएर उनी आमासँग भन्दा बढी दिदी र बहिनीसँग कुरा गर्न सहज मान्छन् रे। उनी निन्द्रा नपरेको समयमा मोबाइल हेरेर बस्छन्। बेला बेला आत्तिने भएकाले उनलाई एक्लै छाडिएको छैन। आमा उत्कुमारी वा दिदी बहिनी जो भए पनि एकजना उनको साथमा हुन्छन्। लक्ष्मण र उनको परिवारलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की समेत अस्पताल पुगिसकिन्। उनीहरूले धेरै आश्वासन दिइरहेका छन्, तर परिवारलाई ढक बहादुरको स्वास्थ्यको चिन्ता छ। उनले छिनछिनमा सास फेर्न गाह्रो भयो भन्दा परिवार झस्किरहेका छन्। यतिका दिन भइसक्यो अस्पताल बसेको, डाक्टरले हरेक दिन प्रयास गर्दैछौ मात्र भन्छन्। उत्कुमारीले भनिन्, छोरो आत्तिएर बेला बेला मेसिन घरमै राखेर बसौँ भन्छ। उसलाई कति गाह्रो भएको होला। अस्पताल र घरको दुःखमा घेरिएको परिवार अर्को खेतमा मेलापात गरेर गुजारा गर्छिन् ढक बहादुरकी आमा उत्कुमारी। बुवा भने वैदेशिक रोजगारको लागि दुबईमा छन्। उनकी ठुली दिदी स्नातक तहमा पढ्दै र इन्टर्न गर्दैछिन्। उनले पनि आमालाई घरमा खर्च सघाउने गर्छिन्। सानी बहिनी यसपालि एससी दिने तयारीमा छिन्। ढक बहादुर पनि 11 कक्षामा पढ्दै थिए। आन्दोलनपछि त परिवारकै बास अस्पतालमा भएको छ। काठमाडौँदेखि पोखरा र पोखरादेखि काठमाडौँ आउजाउ गर्न गाह्रो भएको उत्कुमारी बताउँछिन्। अब छोरालाई उतै पोखरा लाने कि भन्ने सोचिरहेकी छिन् उनी। उता भन्दा यता राम्रो होला भनेर काठमाडौँ ल्याउन लगाइयो। यति लामो समयसम्म सबै काम छोडेर यहीँ बस्न अहिले समस्या भइरहेको छ। उनी भन्छन्, उतै भयो भने अस्पतालमा एकजना बसेर अरू कामहरू गर्न हुन्थ्यो। अब बाबुले नि बेला बेला घर नै जाउँ सास फेर्छु भनेका छन्। कान्छीको अब एससी छ। बिहानदेखि रातिसम्म पढ्नुपर्ने मान्छे यहाँ हामीसँग अस्पतालमा बसेर नि हुन्न। तर घाइतेलाई घर लैजान त्यति सहज भने देखिँदैन। सास फेर्न अहिले पनि बेला बखत गाह्रो हुने गरेको छ। उनले खानाको स्वाद थाहा पाउन सकेका छैनन्। नुन नै नहालेको खाना पनि नुन चर्को भयो भन्छन् रे। खोर्सानी नहालेको खाना पनि बेसरी पिरो भयो भन्छन्। घरिघरि गाह्रो भयो भनेर हिकिक गरिरहेको हुन्छ। जे लेखेको छ त्यही भोग्नुपर्छ भनेर सम्हालेर बसेकी छु उनी भन्छन्। केही ठम्ब्याउनै सकेको छैन। दर्शकवृन्द, तपाईहरूलाई यी जेनजी आन्दोलनमा घाइते भएका यी 18 वर्षीय जेनजीको कथा सुनेर मनमा कस्तो प्रसङ्ग आयो, तपाईँको मनमा लागेको कुरा तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हस्त नमस्कार। आजको लागि चाहिँ यति नै। यस्तै भिडियोको लागि च्यानललाई सब्स्क्राइब गरिरहनुहोला। हामी फेरि पनि यस्तै भिडियो लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलको लागि हेर्दै गर्नुहोला। हस्त नमस्कार। जय नेपाल।